हेलो नमस्ते मेरो मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ। यो चाहिँ मसँग बस्ने मेरो बहिनी अनि त्यसपछि नाइट ड्युटी काम गर्छ। यसले ड्युटी आएर सुतिरहेको थियो अनि म चाहिँ लागे मेरो कामतिर। अनि बाहिर आएको त पानी तवामा ओइल परिरहेको रहेछ अनि त्यसपछि पठाउने आयो। पठाउ आइसकेपछि म चढेर गएँ मेरो कामतिर। अलि अगाडि पुगेको जाम रहेछ। जाम भइसकेपछि एकछिन बसेँ अनि म पुगेँ कल्चर पुगेर हेर्दा गेस्टहरु आएको रहेनछ खासै। अनि त्यसपछि म एकछिन मक्ख परेर बसेँ अनि त्यसपछि म रेडी भएँ। रेडी भइसकेपछि म रेडी हुन्छु पुरा नक्कल पारेर आउँछु के अनि नक्कल पारिसकेपछि म यताउति हेर्दैछु। के हेर्दैछु त भन्दाखेरि मिलेछ कि नै भन्दै हेर्दै गर्दै रहेछु कि अझै। अनि त्यसपछि सके अनि सकेर पायल लगाएँ। पायल लगाएर अर्को पनि लगाएँ। अनि त्यसपछि मेरो खुट्टा देखाएको गाजल कस्तो लाग्छ रे राम्रो छ भने। अनि त्यसपछि गयो क्रिस्टिना चाहिँ बाहिर एनाउन्स गर्दैछ क्रिस्टिनाले चाहिँ Dime dance has a great significance of cultural. Dime dance is the popular dance among the Newari community. अनि दुवैजना रेडी भयौँ धिमेको लागि कल्चरको लागि अनि नाच्यौँ। हेर्नै त एकछिन यसपछि म साकेलाको लागि रेडी भएँ राइट ड्रेसको लागि। अनि म नाच्दै छमी नाच्दैछु हेर्नै त। त्यसपछि म शेर्पाको लागि रेडी भएँ अनि बसेँ एकछिन हाई गरेँ क्रिस्टिनालाई अनि नाच्यौँ हामी फेरि। यो चाहिँ लास्ट डान्स थियो हाम्रो आजको लागि। यो चाहिँ अमेरिकन दाजुहरूलाई लास्टमा नचाउनुपर्छ। यिनीहरू चाहिँ नाचिरहेको थियो मैले चाहिँ भिडियो बनाएँ। यो चाहिँ लास्ट हो हाम्रो। आजको मिनी ब्लग कस्तो लाग्यो तपाईहरुलाई हेरेर मलाई प्रतिक्रिया दिनु होला। धन्यवाद।